Hey there. Subscribe to my channel. And also press this bell icon. So you never miss any new updates. वेलकम टु माई युट्युब च्यानल होइन। दिस इज माई फर्स्ट डे। आजबाट चाहिँ मैले एजुकेसनल कन्टेन्टहरू स्टार्ट गर्दैछु होइन। अनि आजको हाम्रो टपिक रहनेछ के रहनेछ भने चाहिँ हाउ टु फाइन्ड हाई क्वालिटी सेटअप भन्ने टपिकमा रहेर हामी बोल्न जाँदैछौँ। अनि आज चार्टको कुराहरू गर्दाखेरि हामीले एनालाइसिस गर्ने चार्टहरूमा इयरली चार्ट एनालाइसिस हुन्छ। अनि त्यसपछि चाहिँ मन्थली गर्ने विकली डेली 4 आवर चार्ट अनि 1 आवर चार्ट, त्यसपछि 15 मिनट चार्टहरू युज गरेर चाहिँ म एक्सप्लेन गर्नेछु कि हाउ आई फाइन्ड अ हाई क्वालिटी सेटअप भन्नेमा। अनि इन्डिकेटरहरू युज गर्नमा चाहिँ मैले आरएसआई 6 युज गर्नेछु होइन, जुन चाहिँ आरएसआई भनेको रिलेटिभ स्ट्रेन्थ इन्डेक्स हो, मोमेन्टम इन्डेक्स पनि भनिन्छ यसलाई चाहिँ। आरएसआई मेजर चाहिँ 0देखि 100को बिचमा आरएसआई मेजरहरू हुन्छ। अनि मैले चाहिँ आरएसआई सपोर्ट र रेजिस्टेन्सको रूपमा चाहिँ 50 आरएसआई 50लाई चाहिँ सपोर्ट या रेजिस्टेन्सको रूपमा युज गर्न जाँदैछु, युज गर्ने पनि छु। अनि त्यसपछि चाहिँ लास्टमा हामीले भोल्युम हेर्नेछौँ। अनि इयरली चार्टहरूमा म कलरको कुरा यो किन लेखेँ भन्दाखेरि इयरली चार्टको मैले इयरली चार्टमा सपोर्ट एन्ड रेजिस्टेन्स बनाउँदा चाहिँ कलरहरू युज गर्दा इयरली चार्टमा चाहिँ मैले ब्लू कलर युज गर्नेछु। अनि मन्थलीमा ग्रिन कलर युज हुनेछ, अनि विकलीमा पिङ्क युज हुनेछ, डेलीमा ब्ल्याक हुनेछ, अनि 4 आवरमा रेड हुनेछ, अनि 1 आवरमा चाहिँ येल्लो हुनेछ। ल है त लेट्स स्टार्ट। अब चार्टमा जाऊँ हामी होइन। चार्ट हेर्ने भने दिस इज बिटिसी चार्ट होइन, बिटिसी युएसडिटी चार्ट हो यो चाहिँ। यो बाइनेन्सको बिटिसी युएसडिटी चार्ट हो। 2017देखि अहिलेसम्मको हिस्ट्री मात्रै छ हामीसँग होइन। कोइन बेस खोजेको थिएँ तर म चाहिँ भेटेन कि त्यस्तो राम्रो उयोहरू चाहिँ। त्यो भएर चाहिँ ल अब म भनेअनुसार चाहिँ हाउ आई फाइन्ड अ गुड सेटअपको लागि कसरी हेर्छु त म, अनि कसरी सपोर्ट र रेजिस्टेन्स मेन भनेको ट्रेडिङमा सपोर्ट एन्ड रेजिस्टेन्स चिन्न सक्यो भने बटम इन्ट्री अनि टप एक्जिट हुनसक्छ। त्यो कारणले चाहिँ म सपोर्ट र रेजिस्टेन्सको कुराहरू गर्नेछु। रेन्ज मार्केट प्ले गर्नलाई पनि सजिलो हुन्छ, अनि बुल मार्केटमा पनि खेल्न सजिलो हुन्छ, बियरमा पनि खेल्न सजिलो हुन्छ यसमा चाहिँ होइन। त्यो भएर चाहिँ म स्टार्ट गरेँ है त। अब हरिजेन्टल यो लाइनहरू युज गरेर आउँछु म सबैमा। के मात्रै गर्छु भने चाहिँ अहिले इयरलीको टपमा एउटा टिक लगाउँछु। अनि मैले भनेकै छु कलरहरू कुन चाहिँ युज गर्छु भन्दाखेरि इयरलीमा चाहिँ मैले ब्लू कलर युज गर्नेछु, ब्लू होइन। त्यसै गरी अर्को पनि एउटा चाहिँ इयरलीको टपमा हुन्छ लाइन चाहिँ, एउटा चाहिँ बटममा। ल मैले चाहिँ यसलाई अब अहिलेको रूपमा चाहिँ यो क्यान्डल हेऱ्यो भने चाहिँ यसलाई सपोर्ट अनि टपलाई चाहिँ रेजिस्टेन्सको रूपमा हेरेर मैले क्यान्डल कोर्छु है त। अब एभ्री एभ्री इयरको क्यान्डलहरूमा चाहिँ सबैमा ब्लू कलर युज हुनेछ, अनि सपोर्ट र रेजिस्टेन्स मात्रै हेरिनेछ है त। दिस इज 2018को पनि भयो, अब 2019को विक, अनि 19को सपोर्ट, अनि फेरि यो चाहिँ 2020को क्यान्डल होइन। लाइनहरू लास्टै धेरै किन यति धेरै लाइनहरू हुने भयो भन्ने कुराहरूमा म पछि एक्सप्लेन गर्दै जान्छु होइन। अहिले चाहिँ यो चार्टहरूको चार्टिङ मात्रै गरेर देखाइदिन्छु। पहिला कसरी हुन्छ त गुड सेटअपहरू निकाल्नको लागि, रेन्ज प्ले गर्नको लागि। अब यस्तो बियर मार्केटमा त हामी सधैँ बुल खोजिरहेको हुन्छौँ। राम्रोसँग रेन्ज प्ले गर्न सक्यो भने रेन्ज प्लेमा पनि कमाउन सकिन्छ, बियर मार्केटमा पनि कमाउन सकिन्छ, बुल मार्केटमा पनि कमाउन सकिन्छ। त्यो भएर चाहिँ आज म यो सेटअपहरूको कुरा गर्दैछु। थोरै तलमाथि हुन्छ होइन, त्यसलाई चाहिँ पछि करेक्सन, अब विकली मन्थली हेर्दाखेरि पछि करेक्सन गर्न मिल्छ। यो चाहिँ हाम्रो टप
69,000 होइन। 22को 21मा टप लागेको थियो, अनि 22 फुल्ली बियरिस क्यान्डल भयो, बियरिस इन्गल्फिङ क्यान्डल बनेको थियो चाहिँ होइन। अ, ल दिस इज विकली मैले के गरेँ, के अरे इयरलीको टप एउटा, इयरली सबैभन्दा धेरै माथि कुन पुगेको थियो, अनि इयरको सबैभन्दा लोएस्ट चाहिँ कुन थियो, त्यति मात्रै हेरेको छ यसमा चाहिँ है। यसपछि एकैछिनपछि म एक्सप्लेन गर्नेछु कि अब कसरी हेर्ने त यसमा भन्ने कुरा। अब यो इयरली क्यान्डल हो। अब इयरलीलाई हामीले चाहिँ अब त्यसपछि चाहिँ मैले मन्थली क्यान्डल हेर्ने भनेको थिएँ। 6 मन्थ 3 मन्थहरू छोडेर चाहिँ म अब मन्थली क्यान्डल हेर्ने भएँ। मन्थली क्यान्डल हेर्दाखेरि चाहिँ के भयो भने अब 1 इयर क्यान्डलहरू चाहिँ अब 12वटा क्यान्डल हुन गयो के, जुन चाहिँ फर्स्ट इयरको क्यान्डलहरू थियो होइन। अगस्तबाट स्टार्ट भएर रहेछ, अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर। यहाँदेखि यो सबैभन्दा यो इयरको लो, यो चाहिँ इयरको टप, अनि नेक्स्ट इयरको चाहिँ यो क्यान्डल भयो, यो जनवरीदेखि अर्को जनवरीसम्म। यसै गरी यो इयरको टप चाहिँ यो भयो 13को, के अरे 18 19 20, 20को टप 20को लो, अनि यो चाहिँ होइन 19को, यो चाहिँ 17 18 अनि 19, यो चाहिँ 20 20को चाहिँ यो 20 यहाँनिर होला सायद है। 20 डिसेम्बर चाहिँ यो भयो। त्यही भएर यो क्यान्डलले चाहिँ देखाइरहेको थियो होइन। अब यो चाहिँ मन्थली भयो होइन। अब मन्थलीमा पनि म त्यसै गरी सबैमा अब च्याटिङ चाहिँ नगर्ने होइन। अब चाहिँ मन्थलीको लास्टमा हामी कुन मन्थमा छौँ अहिले भन्ने कुराहरू मात्रै हेर्ने है त। त्यसको बिचमा आउने रेजिस्टेन्सहरू चाहिँ इयरली रेजिस्टेन्स मात्रै छ होइन। मन्थली रेजिस्टेन्सहरूलाई चाहिँ अहिले नहेर्ने होइन, पछि चाहिँ मन्थली रेजिस्टेन्सहरू हेर्ने। अनि यिनी दुईवटा रेजिस्टेन्सहरू बस्ने भए, के अरे यो अघि करेक्सन गर्छु भनेको थिएँ। यो कुराहरू जुन यहाँ टच भएको छैन होइन, यसलाई चाहिँ मन्थलीमा हेर्दा क्लियर देखिन्छ, अनि त्यो भएर चाहिँ थोरै करेक्सन गर्न चाहिँ मिलिहाल्छ। दिस इज मन्थली चार्ट होइन बिटिसीको। अहिले चाहिँ हामी जनवरी 2023को जनवरी आज 5 हो, 5मा म एनालाइसिस गर्दैछु। अब के हेर्ने भने चाहिँ अब प्रिभियस मन्थलाई मात्रै हेर्ने है त। अब चाहिँ प्रिभियस मन्थको टप, अनि कुन कलर युज गर्छु भनेको थियो भने मन्थलीमा चाहिँ मैले ग्रिन युज गर्छु भनेको थिएँ। यो क्यान्डलको कलर पनि हो होइन, ग्रिन भने चाहिँ क्यान्डल ग्रिन एन्ड रेड कलरमा छ। बुलिस क्यान्डलहरू चाहिँ ग्रिनमा हुन्छन्, बियरिस क्यान्डलहरू चाहिँ रेडमा हुन्छन् है त। ल अब यो पनि भयो। अब मन्थली रेन्जभित्र हामी एउटा मन्थली प्रिभियस मन्थको रेन्ज प्ले गरिरहेछौँ है त। अनि के चाहिँ इम्पोर्टेन्ट हुन्छ भने नि, अब के चाहिँ इम्पोर्टेन्ट हुन्छ भने एउटा चाहिँ मन्थली क्लोजिङ इम्पोर्टेन्ट हुन्छ, एउटा यसको विक जुन मन्थको त्यो मन्थभरि प्ले गर्दा चाहिँ कहाँसम्म पुगेको थियो मार्केट होइन, कतिसम्म पुगेको थियो, अनि लोएस्ट चाहिँ त्यसको कति थियो भन्ने कुराहरू त्यति मात्रै हेरे हुन्छ। अब यो मन्थली भयो। मन्थलीमा मैले दुईवटा, यो ग्रिन लाइन भनेको मेरो मन्थली क्यान्डलको मन्थलीको टप अनि मन्थलीको लो, प्रिभियस मन्थको मात्रै एनालाइसिस गरिरहेको छु है त। अब अनि मन्थली पछि म चाहिँ विकली बोलेको थिएँ। अब विकली क्यान्डल एनालाइसिस गरिन्छ होइन। विकली क्यान्डल एनालाइसिस गर्दा चाहिँ मैले विकमा चाहिँ पिङ्क कलर युज गर्छु भनेको थिएँ होइन। अब मन्थलीमा त टप एन्ड डाउन, के अरे सबैभन्दा टप कुन थियो अनि सबैभन्दा लो चाहिँ कुन थियो भन्ने कुरा गरेको थियो भने, अहिले पनि अब विकलीमा प्रिभियस मन्थको विकली क्यान्डल हेरौँ है त, होइन प्रिभियस विकको क्यान्डल हेरौँ। यसलाई चाहिँ मैले पिङ्क कलर युज गर्ने भनेको थियो। ल यसमा चाहिँ पिङ्क कलरको रेन्जभित्र राउन्जेल मात्रै 1 विकको एनालाइसिस भयो। यो क्यान्डल
यो रेडबाट माथि लाग्यो भने यसको यो क्यान्डलको एनालाइसिस गरिन्छ रेन्ज प्ले गर्नको लागि। अहिले चाहिँ रेन्जभित्र रहेको भएको कारणले चाहिँ मैले रेन्ज प्ले सपोर्ट एन्ड रेजिस्टेन्स नजिकको स्काल्प गर्नको लागि वान डेमा हेर्दा 4 आवरमा हेर्दा अनि 15 मिनटमा हेर्दा चाहिँ सजिलो हुने भएको भएर रेन्जभित्रको प्रिभियस विक इम्पोर्टेन्ट रोल खेलिरहेको हुन्छ। त्यो भएर चाहिँ ल यो पिङ्क कलर चाहिँ अब हाम्रो विकली कलरहरू भयो है त। अहिले धेरै एक्सप्लेन गर्दैन, सबै सेटअप पहिला सेटअप गर्छु अनि पछि थोरै अरू विस्तृत रूपमा एक्सप्लेनहरू गर्दै जान्छु अनि प्रिभियस हिस्ट्रीहरू पनि देखाउँछु, अरू अरू विकहरू पनि देखाउँछु। अहिले ब्रिटिस युएसडिटी छ, इक्जाम्पलहरूमा चाहिँ अरू देखाइदिन्छ है त। यो विकली भयो। अब चाहिँ डेली हामी एनालाइसिस गर्छौँ। डेलीमा मैले ब्ल्याक कलर युज गर्ने भनेको थियो। अब नेट इज स्लो बिट होइन। ल हामी विकली रेन्जभित्र प्रिभियस विकको रेन्ज यति थियो, थोरै करेक्सन गर्न मिल्छ भनेको थियो। यो प्रिभियस विक हो, त्यसको यो हेरेको छ है त, यो हो क्या टप। अहिलेको विकली टप यति हो। अझै करेक्ट गर्छु। अनि प्रिभियस विकको लो चाहिँ यो हो। ल फेरि हो कि होइन भनेर 2-3 पटक रिचेकहरू गर्नुपर्छ होइन, हो कि होइन क्यान्डलहरू भनेर। टक्क देखियो भने विकली हो, किनकि विकको टप विकको लो। हामी चाहिँ डेली हेरिरहेछौँ होइन। अब डेलीमा हेर्दाखेरि डेली ब्ल्याक कलर युज गर्छु भनेको थिएँ मैले। अब आज आज चाहिँ आज पनि ल म ब्ल्याक कलर युज गर्छु प्रिभियस डे मात्रै, किनकि हिजोको डेभित्र मात्रै रेन्ज खेलिरहेछ क्या। त्यो भएर चाहिँ मैले ब्ल्याक कलर युज गरेर होइन। ल ठिक छ, यसलाई चाहिँ ब्ल्याक बनाइदिन्छु। अनि यो प्रिभियस डे हिजोको चाहिँ लो है त। यो हिजोको लो। विकली रेन्जभित्र छौँ, मन्थली रेन्जभित्र छौँ हामी चाहिँ। मन्थली रेन्ज, विकली रेन्ज अनि पछि डेली पनि रेन्जभित्र छौँ हामी। अब चाहिँ के गर्ने, ब्ल्याक पनि भयो, ब्ल्याक भनेको डेली रेन्ज भयो। अब फेरि एकपटक पछाडि गएर फेरि विकली हेर्छौँ। एकपटक विकली हेर्ने, ठिक छ। विकली रेन्जभित्र यो पनि विकली क्यान्डल चलिरहेको भएर हिजोको क्यान्डल चाहिँ हिजोको टप यो थियो, हिजो बटम यो थियो होइन। तर 2-4 दिन अघि विकली बटम बनाएको भएर चाहिँ विकलीमा किन ल बिचमा क्यान्डल देखियो भन्ने जस्तो हुन्छ। तर डेली हेऱ्यो भने चाहिँ हामीले हिजोको मात्रै हेरेको भएर, हिजोको क्यान्डल क्लोजिङलाई आधार मानेर मात्रै हेरेको भएर चाहिँ तल या माथि देखिरहेको थियो है। कन्फ्युजन भयो भने चाहिँ मलाई एसएमएस गर्न, मेरो मेल बक्स डाइरेक्ट मेल गर्न मिल्ने बनाएको छ युट्युब च्यानलमा पनि होइन। मलाई मेल गरे पनि हुन्छ। अनि जेट कन्सेप्ट टेलिग्राम च्यानलहरू पनि छ। अब टेलिग्राममा कुरा गरे पनि भइहाल्यो होइन। चिन्नेहरूले चाहिँ, नभए म पछि चाहिँ टेलिग्राम लिङ्कहरू पनि राखिदिन्छु। अनि त्यसमा चाहिँ नभए यसमै कमेन्ट गरे पनि हुन्छ। कमेन्ट म एभ्री कमेन्टहरूलाई रिप्लाई दिने ट्राई गरेर हुनेछु होइन। हिजोको डेभित्र यो चाहिँ 4 आवर रेन्ज हो। 4 आवर क्यान्डलहरू हुन् यिनीहरू चाहिँ होइन। अब 4 आवर रेन्जेसहरू अहिले हेरिँदैन। डेली सेटअप बन्यो, ठिक छ। डेली, विकली, मन्थली, इयरली कम्प्लिट भइसकेको छ। अब के छ हेर्दाखेरि कुनै प्याटर्नहरू बन्छ कि, लेट्स फाइन्ड आउट होइन। अब चाहिँ 4 आवरमा हेर्दाखेरि 4 आवरमा मैले कलर राख्ने भनेको थिएँ रेड कलरहरू 4 आवरमा बस्छ। यो चाहिँ पिङ्क हो होइन, रेड कलर चाहिँ होइन। अब 4 आवरमा त्यस्तो खासै खतरा राम्रो रेन्जहरू चाहिँ छैन ठुलो होइन। किनकि डेलीभित्र हामी डेलीभित्रकै रेन्जमा त छौँ, तर त्यति राम्रो केही गुड सेटअपहरू यहाँ केही देख्ने खालको ऊ त छैन। त्यही पनि म बनाएर राखिदिन्छु होइन। रेड कलर राखेर चाहिँ 4 आवर पनि अघिको ब्ल्याक थियो, रेड। अनि अझै एउटा कुरा गर्छु, यति यो कम्प्लिट गरेपछि
डेली भित्रको रेन्ज 4 आवर रेन्ज। अनि एउटा कुरा गर्छु भनेको चाहिँ के थियो भने नि, जस्तो विकली क्लोजिङ भयो, अनि होइन यो हिजोको डेली क्लोजिङ पनि यही ठाउँमा, यो स्ट्रङ सबैभन्दा बढी स्ट्रङ हुन जान्छ क्या। जुन चाहिँ एकै ठाउँमा हुन्छ नि, लाइक मन्थली मन्थली अनि डेली क्यान्डलहरू एउटै रेन्ज होइन, जस्तो विकली क्यान्डलहरू एकै ठाउँ, यो स्ट्रङ हुन गयो क्या। अब दुईवटा विकको क्यान्डलको विकहरू लगभग यो सबैभन्दा स्ट्रङ रेजिस्टेन्स हुन्छ होइन। यो एरिया चाहिँ सपोर्ट हुन्छ, स्ट्रङ सपोर्ट हुन्छ। अनि मिड रेन्जले पनि, क्यान्डलको मिड रेन्जले पनि ठुलो भूमिकाहरू चाहिँ खेलिरहेको हुन्छ होइन। त्यो कुरा चाहिँ म अरू अरू नै भिडियोमा एक्सप्लेन गर्छु होइन। आज चाहिँ पहिला यो 4 आवर कम्प्लिट गरौँ होइन। अब चाहिँ रेड भनेको, रेड, यस, रेड, यिनीहरू चाहिँ पिङ्क कलर हो। देख्नलाई हल्का देखिन्छ, तर यहाँ हेऱ्यो भने थाहा हुन्छ क्या। यो चाहिँ यो पिङ्क कलर हो, यो चाहिँ रेड, यो पनि पिङ्क। आजको 4 आवर रेन्जहरू चाहिँ हामीले पिङ्क कलरमा बनाइराखौँ। अब सानो स्क्याल्पहरू, अब विकली डेली हेरेन भने चाहिँ स्विङ प्लेहरू गर्न सकिँदैन, किनकि रिस्की हुन्छ धेरै। अनि जति बिगर टाइम फ्रेम हेऱ्यौ त्यति धेरै स्ट्रङ हुन्छ कि कन्फिडेन्ट हुन्छ क्या स्विङहरू प्ले गर्नको लागि। अनि कसरी खेल्ने उ गर्ने, मनी इज मनी नि। अब थोरै लस भए पनि आफ्नै लस हुने हो। जुन म बोलिरहेको हुन्छु, म कन्टेन्ट सिकाइरहेको हुन्छु, त्यो कन्टेन्टमा पनि मैले दिएको कुराहरू 100% सबै मार्केटमा लागु हुन्छ भन्ने पनि हुँदैन। मैले देख्ने एनालाइसिस, मैले बुझ्ने एनालाइसिसहरू हजुरहरूलाई देखाउने मात्रै गर्ने हो मैले चाहिँ होइन। अब पैसा आफ्नो हो, जसको पैसा हो उसले रिस्क लिने हो होइन। हामी कन्टेन्टहरू बनाउने कन्टेन्ट क्रिएटरहरूले जसले पनि भनिरहेको हुन्छ ल यो किन त्यो किन, कसैको कुरा पनि नसुनिकन आफ्नो आफ्नो आँखाले देखेको, आफूले सिकेको, आफूले बुझेको कुराहरू गर्ने। पैसा लस भयो भने आफ्नै लस हुने हो, प्रफिट आयो भने आफ्नै प्रफिट आउने हो। त्यही भएर कसैको कुराहरू चाहिँ सुन्ने यताउति, ल यसले भनेको छ है त, ल म यो कोइन किन्छु भनेर चाहिँ गर्नु हुँदैन होइन। अब त्यो हामीले अघि 4 आवर रेन्ज बनाएको थियौँ। अब चाहिँ यो 1 आवर रेन्जमा चाहिँ मैले ब्राउन राख्छु भनेको थिएँ, तर यल्लो राख्यो भने चाहिँ अलि ठिकै होला जस्तो लाग्यो। म चाहिँ यल्लो राख्छु है त, यल्लो। अब हामी 1 डेबाट पछि चाहिँ 4 आवर रेन्जसम्म चाहिँ हाई र लो हेरिरहेको थियौँ। अब चाहिँ यति सानो रेन्ज छ होइन, के गर्ने भने चाहिँ प्रिभियस नहेर्ने। अब चाहिँ कहाँबाट सपोर्ट हुनसक्छ र कहाँसम्म जान सक्छ भन्ने कुराहरू मात्रै हेरिन्छ। तर छन चाहिँ 1 आवर रेन्जमा पनि अब प्रिभियस 1 आवर हेर्ने भने चाहिँ ल यहीँनिर छ। कलर चाहिँ मैले यल्लो पिक गर्छु भनेको थिएँ, नदेखिने रहेछ। यल्लो, गाढा यल्लो, एउटा उज्यालो कलर हुन्छ, कुन चाहिँ हाल्ने भने नदेखिने भयो। यो देखिन्छ, तर सेम कलर रेड टाइपको देखिन्छ। यो पनि हुँदैन। कलरहरू अहिलेसम्म युज नगरे, वाइट कलर पनि काम छैन। यो ठिक छ, सायद ब्राउन हो कि के हो यो कलर चाहिँ। ब्राउन कलर मैले युज गरेँ है त। अब प्रिभियस विकली रेन्जमा सानो 5 मिनटको स्काल्पिङ खेल्नलाई सजिलो हुन्छ यसमा चाहिँ। कसरी भनेर म देखाइदिन्छु। सेटअपहरू क्रिएट गर्ने बेलामा चाहिँ 1 आवरभित्र पनि अझै 15 मिनट हुन्छ। अब हामी 15 मिनट हेर्ने भनेको थियो, 15 मिनट पनि हेरिहालौँ है त। नेट स्लो भएको कारणले हो। ल यतिमा हामीले सेटअप लिन सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हो। 1 आवर यो हो टप, 1 आवर यो हो लो। 1 आवर सपोर्ट एन्ड रेजिस्टेन्स राखेर
कुनै एउटा प्याटर्न बनेको भए चाहिँ ट्रेड गर्न सजिलो हुन्थ्यो। लाइक अम, 45मा क्यान्डल क्लोज हुन्छ ल। अहिले एउटा सेटअप चाहिँ म देखाइदिन्छु है त। लङको सेटअपमा होइन, 15 मिनट स्काल्प केही देखिएको छैन, देख्नुहोस् है। किन भन्ने कुरा पनि म भन्छु होइन। दिस इज 15 मिनट चार्ट। यो विकभन्दा तल चाहिँ मैले स्टप लस राखेको छ भन्दा पनि राखेको छ। ल अब चाहिँ भयो ल। त्यहाँ विक थियो, यहाँनिर विक छ, विकभन्दा तल स्टप लस हिट भयो भने हिट भयो, भएन भने चाहिँ यो रेन्जसम्म रेन्ज प्ले गर्ने हो भने चाहिँ रेन्ज गेम खेल्यो भने चाहिँ यो टार्गेट हिट हुन्छ पछि। मैले अरू कुराहरू देखाउँछु आज। के देखाउने भन्दाखेरि कुनै प्याटर्नहरू देखिरहेको बेलामा होइन, त्यही ठाउँबाट कसरी सेटअपहरू लिन सकिन्छ विकली डेली रेन्जहरू लिएर भन्ने कुराहरू। ल यो 15 मिनटसम्म आज यति कोर्न चाहिँ सिकाएँ होइन। ल अब मैले अगाडिको अब डेली हेर्छु 4 आवर कति स्ट्रङ हुन्छ र 1 आवर कति स्ट्रङ हुन्छ, किन 15 मिनट स्ट्रङ हुँदैन भन्ने कुराहरू एउटा एक्सप्लेन गर्छु। हामीसँग टन्नै उहरू छ, चार्ट चाहिँ छ। प्याटर्नहरू कहाँ देखिरहेको थियो, कहाँ सपोर्ट, कहाँ रेजिस्टेन्स। आइएम सर्चिङ। बिटिसी नभेट्यो भने अरू पनि छ चार्टहरू चाहिँ। लेट्स फाइन्ड आउट कुनै केही छ भने। मैले Binance.com हेर्छु होइन। बाइनेन्समा मैले टन्नै चार्टहरू गरेर राखेको छ, त्यसमा चाहिँ नयाँ सेटअपहरू कहाँ थियो भन्ने कुराहरू म देखाइदिन्छु है त। खुल्जा सिमसिम नेटको प्रब्लम भयो। विकली रेन्जहरू, यो पनि विकली प्ले थियो। यस्तो प्याटर्नहरू आउनुपर्छ क्या अब ट्रेड गर्नको लागि चाहिँ। विकली रेन्जहरूले सपोर्ट रेजिस्टेन्सहरू देखाउने काम गर्छ। आज चाहिँ मैले त्यो सपोर्ट रेजिस्टेन्स मात्रै देखाउने भनेर कुरा गरिरहेको थिएँ होइन। मैले यसलाई चाहिँ सपोर्ट देखिरहेको छु। अघि हामीले लिएको ट्रेडमा यो 15 मिनटको ट्रेड थियो होइन। यो प्रिभियस डाटा धेरै कुराहरू एक्सप्लेन गर्नुपर्छ, तर सर्ट एउटा भिडियोमा मात्रै मैले एक्सप्लेन गरेर चाहिँ सकाउँदिनँ होइन। स्टप प्लस हिट नभइकन चाहिँ हामी अगाडि बढिरहेछ। मैले चाहिँ बिटिसी बाइनेन्सको 1 डे होइन 15 मिनट चार्ट हेरेको थिएँ म अघि। मैले अरू चार्टहरू त्यस्तो खासै भेटेन अहिले चाहिँ होइन। भेट्यो भने म देखाइदिइहाल्छु। ल अघि हामीले लिएको सेटअप चाहिँ लाइभ सेटअप, अनि रेन्ज प्लेहरू गर्दाखेरि कसरी, अनि क्यान्डलहरूको कुरा पनि आउँछ, धेरै कुराहरू आउँछ होइन। अब त्यो पोजिसन लियो, पोजिसन हिट भयो, बाइजनमा गयो, पोजिसन लियो, अनि यो फाइनल जुन फाइनल टार्गेट छ नि, अब त्यो फाइनल टार्गेट मात्रै अब हाम्रो लास्ट भन्दा पनि रेजिस्टेन्सहरू अरू ठाउँमा पनि बिचबिचमा रेजिस्टेन्स छन् जुन अब सपोर्ट रेजिस्टेन्स ल है त। यो पनि सपोर्ट एन्ड रेजिस्टेन्स हो क्या, किनकि यसलाई कलर चेन्ज गरिदिन्छु भन्छ त। त्यहाँ पनि एउटा टेक प्रफिट लिन सकिन्छ क्या।
किन भन्दाखेरि सपोर्ट एन्ड रेजिस्टेन्स त्यो पनि एउटा स्ट्रङ सपोर्ट एन्ड रेजिस्टेन्स हो। स्मल टाइम फ्रेम हेरेको भएर आज हामीले कुरा गरिरहेको कुराहरू होइन, यहाँदेखि होइन यो युज गर्दैन मैले चाहिँ एउटा बक्स। यो एउटा सपोर्ट एन्ड रेजिस्टेन्स हो क्या। टेक प्रफिट जोन अहिले हामीले जुन लिइरहेको लाइभ लाइभ ट्रेडको होइन, टेक प्रफिट जोन एउटा यो हुनसक्छ क्या। कहाँदेखि कहाँसम्म भने चाहिँ ल यो चाहिँ TP1 अनि यो चाहिँ TP2। अनि TP1 हिट भएपछि चाहिँ के गर्नुपर्छ भने स्टप लसलाई चाहिँ इन्ट्री जोनमा के भन्छ भने इन्ट्री जोनलाई चाहिँ ठिक छ, इन्ट्री जोन नै भनौँ न त आज, धेरै नबुझिएला होइन। इन्ट्री जोन जस्तो आर भन्ने कुरा हुन्छ, जति रिस्क गरे हुन्छ त्यति रिवार्ड, रिस्कभन्दा रिवार्ड ठुलो हुनुपर्छ अरे जहिले पनि होइन। अब हामीले यति रिस्क गरेका थियौँ, रिस्कको 1.5 आर आइसक्यो हाम्रो, लगभग 2 आर जति हामीले कमाइसकेका पैसा। जति रिस्क गरेका थियौँ त्यसको 2 गुणा जति हामीले पैसा कमाइसक्यौँ कि यहाँसम्म क्यान्डल पुगेको थियो होइन। अझै स्मल टाइम फ्रेममा हेरौँ, 5 मिनटमा हेरौँ होइन। अनि यो चाहिँ सेटअप ल यहाँबाट हेऱ्यो भने होइन, यहाँ सपोर्ट, पहिला सपोर्ट अनि फेरि यहाँ गर्छ रेजिस्टेन्स, यहाँ पनि रेजिस्टेन्स होइन। अहिले कस्तो खेल्छ, यहाँ पनि अहिले पनि रेजिस्टेन्स हुन जान्छ है। अब नभए त ठिक छ ल। अब चाहिँ मैले होइन, मैले लगभग यहाँ पुगेपछि यो पनि एउटा रेजिस्टेन्स छ होइन। त्यही भएर मैले ट्रेड अहिले पोजिसन अन गरिरहेको भए चाहिँ अब स्टप लसलाई चाहिँ ब्रेक इभनमा राख्थेँ क्या। ब्रेक इभन भनेको चाहिँ जहाँबाट हामीले इन्ट्री लिएको थियौँ त्यही ठाउँबाट चाहिँ स्टप लस राख्थ्यौँ। अनि यो टेक प्रफिट एउटा यहाँ टेक प्रफिट, जस्तो जति रिस्क गरे हुन्छ त्यति लगभग 25%, मिनिमम 10% भए पनि यसलाई, यो जति जुन सेटअप छ यसलाई 4 भागमा डिभाइड गर्ने होइन। यसलाई चाहिँ 4 भागमा डिभाइड गर्ने रेन्जमा होइन। रेन्ज हेर्ने ल कति छ भने यहाँबाट यहाँसम्म 0.22% छ भने चाहिँ अब 11 भनेको 50% भयो। कहाँ आउँछ 11 भने चाहिँ यो 11 यहाँ आयो भने, यो रेजिस्टेन्समा आयो भने चाहिँ 50% प्रफिट बुक गर भन्छ क्या। अनि यहाँ जाँदाखेरि 25%, 11 ल यो 5 जाँदाखेरि यही नै हामीले 25% बुक गर्ने, यहाँ 25% बुक गर्ने, अनि 11% यहाँ गएर 25% बुक गर्ने, यहाँ गएर 25% बुक गर्ने, अनि यहाँ गएर 25% गरेपछि 100% क्लोज हुन्छ हाम्रो पोजिसन चाहिँ है। त्यही भएर अनि फाइनल टार्गेटमा टक्क पोजिसन क्लोज राखिदियो अनि छाड्यो। अनि फर्स्ट टार्गेट सेकेन्ड टार्गेट हिट भयो, थर्ड हिट भयो, फोर्थ नभइकन यहाँ आउन पनि त पायो नि। त्यही भएर चाहिँ चारै ठाउँमा चाहिँ टेक प्रफिटहरू चाहिँ गरिरहनुपर्छ। हामी स्क्याल्प खेलिरहेछ मैले चाहिँ होइन, स्क्याल्पिङ गरिरहेछ। अनि त्यही भएर चाहिँ प्रफिट जति आफूले बुक गरे त्यो मात्रै आफ्नो हो क्या। अनि 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 यो भ्यालिड भयो भने नि, योभन्दा तल आएन भने चाहिँ हेड एन्ड सोल्जरको प्याटर्न पनि बनाए, इन्भर्स हेड एन्ड सोल्जर। एउटा सोल्जर अनि यो चाहिँ हेड हुन्छ, देखाएन। अनि यो अर्को सोल्जर हुन्छ क्या। अनि यो ब्रोक गऱ्यो भने चाहिँ हाम्रो टार्गेट हिट हुन्छ, नभए चाहिँ स्टप लस हिट हुनसक्छ। हामीले स्टप लस यहाँ चेन्ज गरिसकेका छौँ, हाम्रो स्टप हिट हुनसक्छ सायद, किनकि हामीले 25% बुक गरिसकेका छौँ एउटा होइन। लेट्स सी, सायद म यो भिडियोमै सबै कुराहरू यो कम्प्लिट हुन्जेल त राख्न सक्छ कि सक्दिनँ थाहा भएन होइन। मेरो 30 मिनटको रेकर्ड हुन्छ, कति मिनट भयो पनि थाहा छैन रेकर्डिङ। लेट्स सी, यो टार्गेट हिट भयो भने पनि राम्रै हुन्छ। फर्स्ट टार्गेट, सेकेन्ड टार्गेट, फोर्थ, फिफ्थ टार्गेटहरू, अनि फिबले पनि काम गर्छ है त। ल स्टप लस हिट भयो, पोजिसन क्लोज।
यो फिबहरू ती टेक प्रफिट फिब युज गरे पनि हुन्छ। जहाँबाट हामीले स्टार्ट गरेको थियौँ त्यहाँबाट टेक प्रफिट 1, टेक प्रफिट 2 मेरो 2वटा टेक प्रफिट जोन आइसक्यो। यसमा 20% गर्थेँ, यसमा 10%, 1, 2, 3, 4, 5, 6वटा छ होइन? स्टप लस हिट यसरी हुन्छ। अनि ल यो कुरा पनि अनि टेक प्रफिटलाई एकदम सजिलो हुन्छ। यो फिब लेभल हो।